पहाडे फर्सीको स्वाद। नमस्कार सबैजनालाई र स्वागत छ मेरो माइकल्स मिनी ब्लगमा। आज म तपाईहरुलाई फेरि पनि पहाडे फर्सी पकाउँदै गरेको भिडियो तपाईहरुलाई देखाउन जाँदैछु। र सबैभन्दा पहिला हामीले यसलाई मजाले साना पारेर यसरी काट्नुपर्ने हुन्छ र काटिसकेपछि यसलाई फेरि पानीमा धुएर 30 सेकेन्डको लागि हामीले यसलाई बोइल गर्छौं। त्यसपछि हामीले फ्राई प्यान कराई जेमा भए पनि मज्जाले तेल खराएर 5 पराङलाई पड्काउँछौं र 5 पराङ पड्काइसकेपछि यसमा नुन, काटेको लसुन अथवा लसुन पनि हामीले पेस्ट हाल्न मिल्छ र अघि हामीले कम्ती बोइल गरेको फर्सी लगाएर यसलाई नढुटिने गरी चलाउँछौं। यो चाहिँ गाउँघरमा बस्दा आमाले मलाई सिकाउनु भएको थियो र आमाले पकाएको खाना त तपाईहरुलाई थाहा छँदैछ, जहिले पनि मिठो हुने गर्छ। र फाइनली मेरो फर्सी पनि रेडी भइसकेको छ। अब पनि पस्किएर स्वाद लिने पालो र हजुरहरूले पनि घरमा बसेर यसरी बनाएर खान सक्नुहुन्छ। र मेरो भिडियो पनि यति मात्र थियो। हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धन्यवाद। र आउँदो भिडियोहरुमा म अर्को रेसिपीको सँगै तपाईहरुमाझ आउने नै छु।